नेपालको अर्थतन्त्र अहिले एउटा निकै महत्त्वपूर्ण मोडमा उभिएको छ र यो सबैको केन्द्रमा छ नेपाल राष्ट्र ब्याङ्क। आजको यो विश्लेषणमा हामी यही संस्थाले सामना गरिरहेका केही गम्भीर चुनौतीहरूको बारेमा कुरा गर्दैछौं, जसले हाम्रो देशको आर्थिक भविष्य कस्तो होला भनेर निर्धारण गर्न सक्छ। यो एउटा वाक्यले नै धेरै कुरा भन्छ, मौद्रिक प्रणालीको मेरुदण्ड। सोच्नुहोस् त, जसरी मेरुदण्डले हाम्रो शरीरलाई सिधा उभ्याएर अड्याउँछ, ठ्याक्कै त्यसरी नै राष्ट्र ब्याङ्कले हाम्रो देशको पूरै आर्थिक संरचनालाई स्थायित्व दिन्छ। तर के हुन्छ होला जब यही मेरुदण्डमाथि चारैतिरबाट दबाव पर्न थाल्छ? ल, सबैभन्दा पहिलो चुनौती त घरभित्रैबाट सुरु हुन्छ। यो एउटा यस्तो कसरत हो जहाँ सानो गल्तीले पनि अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ। आउनुहोस् हेरौं राष्ट्र ब्याङ्कले यो मौद्रिक नीतिलाई कसरी सन्तुलनमा राख्न खोज्छ। राष्ट्र ब्याङ्कको सबैभन्दा ठूलो दुविधा नै यही हो। एकातिर बजारमा बढेको महँगीको आगो निभाउनु छ, अर्कोतिर देशको आर्थिक वृद्धिको इन्जिनलाई पनि चलाइराख्नु छ, चिसो हुन दिनु भएन। यो यस्तो सन्तुलन हो जहाँ एउटालाई समात्न खोज्दा अर्को फुत्किने डर सधैँ रहन्छ। अब यो सन्तुलन मिलाउनलाई झनै गाह्रो बनाइदिन्छन् नेपालका आफ्नै केही संरचनागत समस्याहरूले। जब अर्थतन्त्रको ठूलो हिस्सा, भनौँ न सरकारको रेकर्ड बाहिर अनौपचारिक रूपमा चलिरहेको हुन्छ, तब राष्ट्र ब्याङ्कले बनाएका नीतिहरूले कसरी पूर्ण रूपमा काम गरोस् त? त्यसमाथि हाम्रो कहिल्यै नघट्ने व्यापाघाटाले त यो समस्यालाई झनै गहिरो बनाइदिन्छ। अब घरभित्रका कुरा त भए, एकछिन देशको सिमाना बाहिर हेरौं, किनभने त्यहाँबाट आउने आर्थिक आँधी भेरीले राष्ट्र ब्याङ्कका सबै योजनाहरूलाई तहस नहस पार्न सक्छ। र यी यस्ता चुनौती हुन् जसमाथि राष्ट्र ब्याङ्कको नियन्त्रण लगभग शून्य बराबर हुन्छ। विदेशी मुद्रा सञ्चिति, सोझो भाषामा भन्दा यो देशको इमर्जेन्सी फन्ड हो। जब विश्व बजारमा कुनै सङ्कट आइपर्छ, यही कोषले हाम्रो अर्थतन्त्रलाई डुब्नबाट जोगाउने काम गर्छ। यहाँनिर सञ्चितिको दुविधा एकदमै स्पष्ट देखिन्छ। एकातिर हामीले विदेशबाट सामान किन्नमा खर्च गर्ने पैसाले यो कोषलाई रित्याइरहेको छ, अर्कोतिर विदेशमा पसिना बगाइरहेका नेपाली दाजुभाइ दिदीबहिनीले पठाएको रेमिटेन्सले यसलाई भरिरहेको छ। यसले हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो कमजोरीलाई छर्लङ्ग पार्छ। हामी बाहिरी स्रोतमा कति धेरै निर्भर छौं। अनि अर्को टाउको दुखाइको विषय हो भारतीय रुपियाँसँगको हाम्रो स्थिर विनिमय दर। जब विश्व बजारमा डलर वा अरू मुद्राहरूमा उतार चढाव आउँछ, भारतको आर्थिक नीतिले हाम्रो मौद्रिक स्वतन्त्रतामाथि सिधै असर पार्छ। यो एउटा यस्तो साङ्लो जस्तै हो जसले राष्ट्र ब्याङ्कको हात बाँधिदिन्छ। यति धेरै बाहिरी र भित्री दबावहरू झेलिरहँदा राष्ट्र ब्याङ्कले अर्को एउटा निकै महत्त्वपूर्ण भूमिका पनि खेल्नुपर्छ। त्यो हो देशको पूरै वित्तीय प्रणालीको एक सतर्क अभिभावक बन्ने, जसले सम्पूर्ण ब्याङ्किङ क्षेत्रलाई स्वस्थ र बलियो राख्छ। अब कुरा गरौं वित्तीय प्रणालीभित्र लुकेर बसेको एउटा टाइम बमको, जसलाई खराब कर्जा भनिन्छ। यी त्यस्ता ऋण हुन् जुन फिर्ता उठ्ने सम्भावना लगभग सकिसकेको हुन्छ। यदि यस्ता खराब कर्जाको मात्रा बढ्दै गयो भने यसले एउटा ब्याङ्कलाई मात्र होइन, पूरै आर्थिक प्रणालीलाई नै धराशायी बनाउन सक्छ। हो, यस्तै खतराहरूलाई रोक्नका लागि राष्ट्र ब्याङ्कले एक सतर्क अभिभावकको भूमिका खेल्छ। यसले ब्याङ्कहरूमाथि कडा निगरानी राख्छ, वित्तीय सेवालाई देशको कुना काप्चासम्म पुर्याउने प्रयास गर्छ, राजनीतिक हस्तक्षेपबाट आफूलाई टाढा राख्छ र विश्वका उत्कृष्ट वित्तीय मापदण्डहरूलाई यहाँ लागू गर्छ। यी सबै प्रयासको एउटै लक्ष्य हो, हाम्रो वित्तीय प्रणालीलाई सुरक्षित राख्ने। पुराना र परम्परागत चुनौतीहरू त छँदै थिए, तर अब यो डिजिटल युगले त झन् नयाँ र अझै जटिल समस्याहरू लिएर आएको छ। भविष्यको यो डिजिटल वित्तीय संसारमा राष्ट्र ब्याङ्कले कसरी आफ्नो बाटो बनाउला त? वित्तीय प्रविधि, जसलाई हामी फिन्टेक भन्छौं, यो दुईधारे तरबार जस्तै हो। एकातिर यसले ब्याङ्किङलाई सबैको पहुँचमा पुर्याउने, नयाँ सेवाहरू दिने ठूलो अवसर ल्याउँछ भने अर्कोतिर साइबर आक्रमण र डिजिटल ठगी जस्ता डरलाग्दा नयाँ खतराहरूको ढोका पनि खोल्छ। अनि चुनौतीहरूको यो सूची यहीँ सकिँदैन है। अब त राष्ट्र ब्याङ्कले क्रिप्टोकरेन्सी जस्ता डिजिटल मुद्राहरूलाई कसरी नियमन गर्ने भनेर बाटो खोज्नुपर्नेछ। जलवायु परिवर्तनले निम्त्याउने वित्तीय जोखिमलाई कसरी सम्बोधन गर्ने भनेर सोच्नुपर्नेछ र कोभिड महामारीले थला पारेको अर्थतन्त्रलाई फेरि कसरी गति दिने भन्ने रणनीति पनि बनाउनु पर्नेछ। ल, अन्तमा हामीले के बुझ्यौं त? राष्ट्र ब्याङ्क कुनै एउटा मात्र होइन, अनेकौं दिशाबाट आइरहेका दबावहरूको सामना गरिरहेको छ।
यो कुनै एक टाउको भएको राक्षस जस्तो होइन, बरु एकै पटकमा धेरैतिरबाट आक्रमण गर्ने एउटा जटिल प्रणाली हो। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यी समस्याहरू छुट्टा छुट्टै छैनन्। यिनीहरू एक अर्कासँग नराम्रोसँग जेलिएका छन्। एउटा समस्या समाधान गर्न खोज्दा अर्को समस्या बल्झिन सक्छ। यो एउटा यस्तो जटिल जालो हो जसलाई फुकाउन एकदमै होशियार र दूरदर्शी रणनीति चाहिन्छ। र यो सबै विश्लेषणले हामीलाई एउटा ठूलो र गम्भीर प्रश्नको अगाडि ल्याएर छोड्छ। के नेपाल यी अनेकौं बहुआयामी चुनौतीहरूको सामना गरेर आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न साँच्चै तयार छ त? यही प्रश्नमाथि विचार गर्दै आजको लागि